बेसी गर्मी बुढा छाताले माथि गर्नु बुढा गोर्खा कप पनि मोटामोटी सक्यो अब जाने अब मासु पोलेर खाने जाने हामी सबैजना नगरे फ्यामिली तपाईहरुलाई दम चुलो भयो दम चुलो पनि छ हामीसँग आउनु न त नि बिमला दिदी होइन उहाँ फेरि चिन्ता गरेर आउनु निस्किँदा त खाली अझै मान्छे त आम्मा आज गोर्खा कपमा बहिनीहरूको मरत छ त शान्ति बहिनी बिनु बहिनी चुना बहिनी अनि सुनु बहिनी गोर्खा कपबाट अब घर जाँदैछौँ दाइरो हामी चाहिँ आज गोर्खा कप गएर आएर हाम्रो यहाँ दिदीको घरमा आएको दिदीको फ्लावरहरू यस्तो छ माइ गॉड कस्तो राम्रो यता चाहिँ बिनु दिदीले गोलभेडा काट्दै हुनुहुन्छ दिदी ल ल ल हात काट्छ बिस्तारै काट्नु है फेरि मनी पिउँछ दिदी चाहिँ है हजुर म त मिल्टी है त हजुर हजुर गार्डन दिदीको गार्डन अन्त चाहिँ घर हेर्दै हुनुहुन्छ ए हस् थ्याङ्क यू दिदी द नोट दिदी चाहिँ साग टिप्दै हुनुहुन्छ यहाँ मासुमा राख्ने हो दिदी ए हजुर मरत छ त बुढा मासु त मरत छ त बुढा मासु नाइ ल यहाँ त हेरौँ है यहाँ चाहिँ
पक्का दामी आछ त मेरो बुढाले मासु बनाउँदै हुनुहुन्छ हाम्रो चाहिँ अहिले यहाँ सोनु दिदीको घरमा अब डिनर सुरु भयो है त हाम्रो दुईजना दाइहरूको चाहिँ खाना यस्तो छ है खाना